ल साथीहरू, तपाईहरू के भन्न चाहनुहुन्छ यस बारेमा? तपाईहरूको पनि सुझाव सल्लाह यो कमेन्टमा गर्नुहोला है। हस्, धन्यवाद। रगत उम्लिनेछ। म आज यही सत्य लिएर तपाईको अदालतमा आएको छु। प्रधानमन्त्री कार्कीले सेतो पार्टीसँग स्पष्ट भनेकी छिन्, देशका सचिव र ठूला कर्मचारीहरूले आफ्नो स्वार्थ भए मात्र फाइल अघि बढाउँछन्, नत्र देशको काममा अख्तियारको डर देखाएर फाइल फनफनी घुमाएर रोक्ने गर्छन्। सरकारको 75% काम यिनै कर्मचारीहरूले रोकेका छन्। उनले सिंहदरबारको यो तरिकालाई रद्दी भनेकी छिन्। झन् ठूलो कुरा, उनले आफूलाई राष्ट्रपति हुने कुनै मोह नभएको भन्दै स्पष्ट भनेकी छिन्। मलाई अब बालेन शाहप्रति विश्वास छ। उनले तराई पहाड र हिमाल एक बनाए, अब केही होला भन्ने आशा छ। अब पालो तपाईको। प्रधानमन्त्रीले नै यस्तो भनिसकेपछि तपाईको विचारमा देश नबन्नुको मुख्य कारण भ्रष्ट नेता मात्र हुन् कि सिंहदरबारका यी फाइल घुमाउने कर्मचारी पनि? के अब बालेनले यो कर्मचारी तन्त्र सुधार्न सक्लान्? आफ्नो खरो विचार कमेन्टमा लेख्नुहोस्। यो सत्य खबर सबै नेपालीको मोबाइलमा पुर्याउन भिडियो शेयर गर्नुहोस्। सत्य र निष्पक्ष बहसका लागि पहिलो खबरलाई फलो गर्नुहोस्।